मैले देखेँ यो बडा एकदम खुसी लाग्दो कुरा छ। यहाँहरूले डिब्बा बनाएर राख्नु भएको छ, रेलको डिब्बा। यो पुरानो रेल चलेको ठाउँ भनेर चाहिँ प्रतीकात्मक रूपमा जुन राख्नुभयो, यो धेरै राम्रो। यो सुरुवात चाहिँ हो। अझ यसलाई कसरी चाहिँ गरिनुपर्छ भन्ने मेरो टोटल अवधारणा हो भने, यो जब पत्ता लाग्यो यो नेपालको सबभन्दा पहिलो रेलको चल्ने ठाउँ हो र यसले एउटा इतिहास बोकेको छ, यसले एउटा गौरव बोकेको छ। मलाई धेरै ध्यान आकृष्ट भयो अरू ठाउँको रेलहरू हेर्ने, र त्यसले मलाई के देखायो भने यो प्राचीन रेल र प्राचीन कुराहरूलाई मान्छेले बहुत राम्ररी प्रिजर्भ गरेर राखेका छन् र त्यसले पर्यटन विकास गरेको छ। त्यसैको निमित्त हामीले 67 मा यहाँ सम्मेलन पनि गर्यौं, राष्ट्रिय गोष्ठी गर्यौं, पर्यटन विकासको निमित्त कुरा गर्यौं र यसलाई हब बनाउन यो ठाउँको प्रयोग बेग्लै किसिमले गर्नुपर्छ भनेर सल्लाह राख्यौं। हामीले छलफल भयो र अहिले मेयर र नगरपालिकाले चाहिँ जुन पहल देखाउनु भयो, यहाँ ल्याएर यस्तो डिब्बा राखिदिनु भयो, यसले मान्छेलाई कमसेकम यो ठाउँमा रेल चल्छ भनेर भनिराख्नु अब परेन। यो रेल चल्ने ठाउँ हो भनेर चाहिँ बुझाउनलाई सजिलो भयो। तर मेरो आफ्नो अरू योजनाहरू भन्दा एउटा चाहिँ फिडअपको निमित्त मात्रै मैले भन्न चाहिँ के चाहन्छु भने, संसारमा अहिले दुई किसिमले यो कन्जर्भेसनलाई काम गर्दैछन्। एउटा कन्जर्भेसन भनेको चाहिँ जनावरसँग अहिले जुन कन्फ्लिक्ट छ, त्यो कन्फ्लिक्टले गर्दा नियमित मान्छे मरिरहेछ। त्यो नियमित मर्ने मान्छेहरूलाई चाहिँ हामीले जोगाउनको निमित्त यो रेलवे ट्र्याकमा रेल हिँडाउने, पर्यटन विकासको निमित्त राम्रो बनाएर पुरानो रेलको डिब्बाहरू छ जनकपुरमा, वीरगञ्ज रक्सौलतिर फालिएको, त्यसलाई ल्याउने। अहिले पनि रेलको लाइन छ, त्यसलाई ल्याउने। पुरानो पटरी छ, त्यसलाई पनि ल्याउने र यहाँ कमसेकम 3-4 किलोमिटर 5 किलोमिटर रेल चलाउने।